ल है cheers. Cheers. Happy New Year. Happy Morning Day. Hey guys, octopus झर्नाहरू सुकेर है बिजुको अवस्थामा रहेछ पानीमा परेको कारण। ल गाइस दामी झर्ना भेट्यो फेरि सानो टिक्क परेको बाटोमै छ नाच्दैछ बाइक लोडाएर। ल ल कडा छ है केटाहरू। वाह यार क्या था दामी है यस्तो बवाल ल। गुड मर्निङ एभ्रिवान। डे 2 है बेसी सहरबाट बिहानको टक्क 7 बजे घाम पनि उदाइसकेको छ तर आज पनि डे चाहिँ ग्लुमी नै छ डम्ब छ र भ्यू चाहिँ दामी नै छ यताको हेर्नु होला। हावा चल्दैछ अहिले। यो चाहिँ होटलबाट भ्यू है। लगेर होटलबाट निस्कियो है। अब यहाँबाट चाहिँ स्ट्रेट माथि गइन्छ लगभग 5-6 घन्टाको राइड रहेछ। अब अफ रोड अन रोड के छ ढलानको बाटो यताउति होइन। अब बिस्तारै जानुपर्छ। अब एक ठाउँमा यसो रिफ्रेसमेन्ट गरिन्छ फर्स्टमा। मेन राइड चाहिँ अहिले सुरु हुन्छ। अब एन्ड रोड टु मनाङ है त। अब हिजो त पुरा हाइवेमा त राइड गर्यो। अब चाहिँ यहाँ सबै हुन्छ है कम्प्लिट प्याकेज भनौँ न। उताबाट आउनु मिल्यो जस्तो लाग्यो है कि त्यही बाटो भने नि उताबाट आउनु मिल्यो रहेछ। यहाँबाट जस्तो लाग्यो यहाँबाट त अर्को बाटो। ए पहिरो गएर चाहिँ बिग्रेको रहेछ। म त सुरु भयो भनेर। नाइस नाइस। पानी चाहिँ हरियो क्या पुरै। खुद्री बजारमा पुगियो। यो पनि फर्स्ट
ब्रिज होला ल अन द वे टु मनाङको यतिको बाटो दामी भइसकेको छ नि त है पहिला भिडियोहरूमा बाटो त बिजोक थियो यहाँको धेरै राम्रो भइसक्यो भन्दै थियो भिडियोहरूमा पनि त्यस्तै देखेको थियो इट्स टु गुड ल एउटा टर्न मिस्टेक हान्यो भने डिरेक्सन नै अन्तै पुग्छ यार त्यही भएर एकदम राहुल भाइमा त पहिला आइसक्यो त्यो पनि धेरै वर्ष अगाडि आएको अरे अब उसले नि कति बिर्सिसक्यो अहिलेसम्म याद हुँदैन त्यही सोधी गइरहेछौँ हामी चाहिँ अलिकति कन्फ्युजिङ रोड आयो कि मान्छेहरूलाई सोध्नुपर्छ कि अदरवाइज फेरि मिसलोकेट हुन्छ तनावमा पर्छ फेरि अहिले टर्नेल सुरु ल तिम्रो सबै जाऊ ल म भिडियो खिचिराख्छु यहाँको टर्नेल पनि छिरिन्छ आज अप्पर मस्याङदी पावर स्टेसनले ल 4.5 Lovely! मजा आयो थोरै भए पनि यहाँ भिडियो सुट हुँदैछ है केटाहरूको होटलहरू टर्ने रेस्टुरेन्टहरू यताउति जस राम्रो छ यता चिटिक्क परेको सानो है अहिलेसम्म त ठिक्कको बाटो आइरहेछ नथिङ लाइक गाह्रो त त्यस्तो छैन है ठिक्कको छ अहिलेसम्म बाइक चाहिँ नाच्न सक्छ बिकज अब स्टक टायर हो मेरो बाइकमा सो बाइक नाच्ने चान्सेस चाहिँ धेरै छ इफ ढिलो रहेछ भने सुक्खा बाटो भएको त केही फरक नपर्ला अब हिलो बाटोमा चाहिँ नाचिन्छ बाइक अहिलेसम्म त्यस्तो बाटो चाहिँ कठिनाइ बाटो चाहिँ आएको छैन है अप्ठ्यारो टन्नै रहेछ यार यो होटेलहरू एक तल्ला गर्दै यताउति पुरै यतिको बाटो भयो भने चाहिँ झ्याउनै हुन्छ अलि कुदाउनु अल्छी लागेर आउँछ क्या जस्ट इट्स गुड अहिलेसम्म गाडीहरूले चाहिँ खतरा धुलो खाएर आउने क्या अनि पानी हेर न पुरा हरियो है सही के डरलाग्दो नि छ है हेर्दाखेरि
दामी दामी ल ठुलो रहेछ ड्याम पनि ल ल लेट्स गो हेर्नु होला माथि त्यो सस्पेन्सन पुल पनि रहेछ झुलुङ्गे पुल भिडियोमा चाहिँ कतिको आएको छ थाहा भएन है जस आँखाले चाहिँ बबाल देखिरहेछ उयो कनेक्टेड रहेछ यहाँ पनि मैले भिडियोमा याद गरेको थिएँ मैले यो पार्ट ल यो साइडबाट एउटा टक्क स्टार्टै हो भइतिर सी द भ्यू बाटो त अहिले पुरै सोइलिङ बाटो रहेछ खाल्टाङ खुल्टुङ हातै दुख्ने यार यहाँबाट चाहिँ ल बाहुन डाँडा रे यता लेफ्ट गयो भने मनाङ अनि ट्रेकिङ ट्रायल मनाङ चाहिँ राइटबाट अफ रोडको लागि चाहिँ लेफ्टबाट तल जाने रहेछ सो यहाँ ड्यामदेखि चाहिँ अलिकति सोइलिङ बाटो स्टार्ट भयो खाल्टाङ खुल्टुङ बाटो अब यस्तै हो कतिसम्म यो सोइलिङको ढुङ्गा बाटो आयो चाहिँ झ्याउ लाग्ने क्या शरीरको पाट पुर्जै हल्लिन्छ यार फोटो यहाँ भिडियो बनाइरहेको मान्छेलाई अप्ठ्यारो बाटो कट्यो अब यस्तो बाटो कति होला हेट त्यतिकै यार बकेट लिस्ट पुरा गर्न सकिन्न नि होइन हुन त मलाई माथि तिलिचोसम्मै जाने ड्रिमै थियो अब आफूले सक्दैन मलाई एल्टिट्युड सिक्नेस हान्ने भएको कारण म त्यो चाहिँ एफोर्डै गर्दिनँ 25,000-3,000 माथि गयो कि अलिकति मलाई सास फुल्ने रहेछ क्या सो म चाहिँ प्रिफर गर्दिनँ जानलाई चाहिँ म त इच्छा थियो नि त्यहाँसम्म जाने टक्क माथि टिलिचोमा गएर होइन ब्लू लेक मजाले one more shot pass out la welcome to waterfall हल्का रिफ्रेसमेन्ट पनि गऱ्यो चिया खाँदै अब सिधै माथितिर गइन्छ ठाडो उकालो केटाले भिडियो सुट हान्दै रहेछ ल है This is called nature. Babal Zeron. ल जम भाइ
हल्का भिडियोको लागि है त फुटेज आमामा फरेनरहरू पुरा ट्रेकिङमा हालेछ हौ पुरा ढलानको बाटो छ यता चाहिँ अहिलेसम्म त्यस्तो खतरा अप्ठ्यारो चाहिँ भेटेको छैन है माथि होला सायद है अहिलेसम्म चाहिँ नट ब्याड भनौँ न यति बाटो हुनु त राम्रै कुरा हो यहाँ गुडिराख्ने गाडी रहेछ यो हाइल कुदाउने क्या चप्पा चप्पा थाहा हुने खाल्टो खुल्टो कहाँ के छ होइन खतरा कुदाएर ल्याउँदो रहेछ ल हामी हेर धुलै धुलो टिबेटन होटलले जग्गा लमजुङमा पुगेको अवस्था है तातो पानी कुण्ड अरे नाइस हेरे पनि छुट्टै भाइब्स के यता नाइस नाइस दामी रहेछ यार North Face River View रे लाइ लन्च ब्रेक यता होटल मण्डला रे जगतमा मर्स्याङदी लमजुङभित्र ल स्टिकर यहाँ त जहाँ पाइ त्यहाँ स्टिकर हुन्छ यहाँ त मेरो पनि थप्यो है हिजो काण्ड केटाहरूको डान्स ल खानासँग चेस हुँदैछ यहाँ केटाहरूको ल चेस ल हाफ न्यू इयर हैन ह्यापी मनाङ डेज के भन्ने ल केटा हो बुङ्गा झर्ना सही छ लगभग अझै कति 50+ किलोमिटर जति होला माथि पुग्नलाई अब सकेसम्म पुरै कभर हान्ने प्लानिङ छ टाइम पनि बाँकी भएको भएर हैन एक्सेस छ नि त टाइम आज सकेसम्म माथि पुगेर एक्सप्लोर गर्ने कुरा छ छ्याम्चे हो कि के हो म्याग्दी छ्याम्चे मर्स्याङदी लमजुङ होटलमा सबको झ्यालझ्यालमा स्टिकर के ल अब ठाडो उकालो एउटा उकालो चाहिँ डेन्जर छ भन्दै थियो है
खोइ कुन चाहिँ हो अहिले आइपुगेको छैन होला यतिको भए त एकदम सहज हुन्छ बाइक कुदाउनु भन्न पाछ फेरि बिग्रेको बाटो आइहाल्छ कि फेरि बोल्ने बित्तिकै त्यही अचम्म छ अक्टोपस झर्ना त के हो मजा आएन नि यार ल गाइस अक्टोपस झर्ना रे ल सुकेर के हो यस्तो यार लौडा लसुन भएछ त अक्टोपस झर्ना यहाँको सबभन्दा फेमस झर्ना क्या यो अक्टोपस के पानी छैन रहेछ है ल यस्तो पानी आउने ठाउँ के हो अहिले ल छैन केही ल गाइस अक्टोपस झर्ना सुकेर है बिजोको अवस्थामा रहेछ पानी नपरेको कारण यहाँ त दामी हुन्छ जस्तो लाग्यो यहाँ पानी छैन रहेछ आज मजा आएन ट्याङ्दी गाउँपालिका लमजुङ म्यादी खोला ब्रिज रे ल अब यताबाट चाहिँ कता जाने हो ए एउटै त बाटो रहेछ म त राइट पनि देखिरहेँ कमेडी भएको अवस्था उताबाट दुईवटा बाटो जस्तै देख्दो रहेछ क्या ल केटा हो दामी भ्यू देखिरहेछ यहाँबाट ऊ त्यहाँ दामी राइट ल मजा आयो यार साह्रै गजबको ल बाटो छेकिएको अवस्था सबै कन्स्ट्रक्सन भइरहेछ बाटोको सायद अब 3-4 वर्षपछि यो बाटोहरू पुरै ढलानै हुन्छ होला है छेउछेउमा ढलान भइसकेछ अब बिचमा ढलान भएको छैन आई थिङ्क अब चाँडो त नेपालमा कुनै हालत त बन्नेवाला त छैन होइन अब भनौँ न मिनिमम 3-4 वर्ष जतिमा यो बाटोहरू ढलान हुने चान्सेस चाहिँ हाई छ यो चाहिँ के हो खाल्डै हो कि कट्यो त यार मैले त ठुलै खाल्डो सोचेको थिएँ यार हो सबको यार यो त नाइस ढुङ्गाभित्र बाटो हेर त्यहाँ वायर पनि भित्रबाट लगिरहेछ पानी पऱ्यो नि पानीको बालै हुँदैन छाता उडा जस्तै ल गाइस धारा पानी भन्ने ठाउँमा आइपुगेछ ओ यो त के हो हाम्रो काजीको जस्तै ज्याकेट रहेछ त यार अहिले काजीले सुनाउनु पर्छ के हस्की हो कि के हो यो आमा कति हो यहाँ फरेनरहरू सही रहेछ त यार Dame, dame. Look at the waterfall. Tsumma Suri.
ल गाइस एउटा दामी झर्ना भेट्यो फेरि सानो चिटिक्क परेको बाटोमै छ हार्डली वेलकम टु टाइचाई कम्युनिटी होमस्टे अरे यता चाहिँ हार्डली वेलकम टु ओदार कम्युनिटी होमस्टे सब होमस्टेको पो रहेछ यता पुरा दामी गेट छ माने घुमौँ न त होइन ओ माने पेने हो 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 एकछिन यहाँ ढलानको कार्य हुँदै रहेछ त्यही भएर एकछिन रोकियो खुल्यो 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 ल लेट्स गो ठाउँमा ढलान भइरहेछ जोस् मैले अघि भने जस्तै 3-4 वर्षपछि चाहिँ बाटो धेरै राम्रो हुनेवाला छ टाइममै गऱ्यो भने हो यहाँ अर्को फेरि नयाँ गाइस ठाउँमा चाहिँ यस्तो बाटो रहेछ है ढलानमा साइडमा जङ्गल बिचमा मजाको छ यार हेलो गाइज ल केटा हो तिमाङ पुगेको अवस्था 2650 मिटर टक्क लाएर यहाँ चाहिँ यस्तो चिल छ यार वेदर चिसो हुन थालिसक्यो यता हामी चाहिँ ठाउँमा रिल्याक्स गर्दै घुम्दै आइएको थियौँ अब त्यही हो अब यहाँबाट नि माथि गइन्छ अब तुफान कस्तो रमाइलो क्या यहाँ वाह यार द ब्युटी अफ मनाङ के है फर्स्ट मनाङको देखेँ अब घोडा कि खचड भन्नेलाई अब खचडै होला ल देखा परियो अब चाहिँ माथि मनाङ पुगेको फिल आयो है भाइब चाहिँ केटाहरूले त्यो हेल्प गऱ्यो मेरोमा त पछाडि अड्दैन लगेज भएको भएर ब्याग त्यही त ल बिस्तारै लैजाऊ फेरि बाबु नानीहरू खस्छ है स्लोली हो तिमीहरूको भिडियो आउँछ अब पत्थरले एकछिन रमाइलो यहाँ रहेछ इन्ट्री गर्नुपर्ने हरिब रहेछ त यता बाटो यहाँबाट चाहिँ फ्ल्याट बाटो भनेको यहीँबाट छ ल हो रहेछ ल फाइनली
लड्यो लड्यो नाच्दैछ बाइक लडाएर ले ले कडा छ है केटाहरू चढ्यो चढ्यो दामी दामी हाइट बिजोग अफरोड थियो यार भर्खर त आम्मामा धुलो उफ्रिने त्यत्तिकै यहाँ भ्यू हेरौँ वाउ यार दिस इज द मोमेन्ट कि यो मोमेन्ट त क्याप्चर गर्नुपर्छ यार यो मोमेन्ट त क्याप्चर गर्नुपर्छ बाटो चाहिँ अहिले चाहिँ खतम बाटो आउनु थालेछ है बिजोग छ जिन्दगी पुगेको अवस्था फाइनली है मनाङ भ्यालीमा पुगेको अवस्था फार्म हाउस एप्पल वाइन फ्याक्ट्री फाइनली खतरा अफरोड गरेर आइयो केटा सबजना यहाँ धन्काइरहेछ यहाँ के हुँदैछ यहाँ कसले के हल्लाउँदैछ सबले हल्लाइरहेछ के हो यो के गरे हो त्यस्तो एक शॉट हान्दिउँ न है ल यो ठाउँमा पनि आइयो यहाँबाट चाहिँ माथि गइन्छ त्यही त मनाङ भ्याली त भन्दैछु त हौ यहाँबाट चाहिँ माथि गइन्छ पिसाङमा भने जसलाई त्यही हो गाइज अब यहाँ एकछिन 5 मिनट जति बसेर यहाँको जुस पनि खाइहाल्यो माथितिर गएर रिल्याक्स गरिन्छ बेकी सप फुल अफ स्टिकर्स है वाइल्ड स्टिकरहरू हेर्नु होला कसकोमा त छैन होला यहाँ ल अब यसमा मेरो एउटा पनि थप्यो है त टक्क लाएर है यहाँ चाहिँ पुरा एप्पल फ्रेस जुस पाउँदो रहेछ यहीँ खानुपर्ने रहेछ नत्र लान चाहिँ नमिल्ने रहेछ पछि त्यो खान मिल्दैन अरे त्यो छ्याङ जस्तै हुन्छ अरे तितो हुने होला सायद त्यही भएर यहीँ खाइयो अब लान चाहिँ मिलेन है ल त गाइस अब यहाँबाट चाहिँ हामी माथि पिसाङ जाँदैछौँ बवाल छ हेर्नु न ल खतरा है हरिभरि चिज देखिरहेको छु है त्यही अब यहाँबाट चाहिँ पिसाङ है लगभग कति 25-30 मिनटमा पुग्छ अरे आज अलिकति के हो स्टार्टअप भएको भइछ त हौ वाह यार क्या था दामी है यस्तो बवाल ल आमा एक भिडियो तो बनता है यस्तो बवाल यार ल गाइस भ्यूहरु सुरु हुन थाल्यो अघि तल कति गयो यहाँ माथि फेरि एक्स्ट्रा नेक्स्ट लेभलको भ्यू रहेछ यहाँ वेदर क्लियर भएको भए त बबालले हुन्थ्यो होला वेदर क्लियर नभएर चाहिँ अलिकति झ्याउ भइरहेछ नत्र
इफ यु आर नेचर लभर देन होइन यो ठाउँ चाहिँ यु मस्ट कम वन्स के एकचोटि चाहिँ आउनै पर्ने ठाउँ हो है मलाई चाहिँ त्यस्तो लाग्यो इफ यु वान्ट टु इन्जोय द नेचर है बिसाङ आइपुग्यो है गाइस बिसाङ यस्तो नपत्याउने पाराले खोलिरहेको रहेछ है के हो यहाँ there? What is this? दामी रहेछ त यार सही छ त कहाँबाट यार यत्रो चौर एउटा ड्रोन चाहिँ हुनुपर्ने थियो क्या ड्रोन सट हाल्नु पाए दामी हुन्थ्यो यार यो ठाउँमा त बबाल छ बबाल एकड़ा हो Bato is very dangerous. Bato is another. खोला पो रहेछ तल हेरमा खोला रहेछ साइकल भएर हजुर खोला रहेछ लौडा रसेको लौडा त्यो झरनाको पानी रेगडा हो हिउँ है अहिले यतिको छ भोलि बिहान खतरा भ्यू आउँछ रे हामी कता हो केटाहरुलाई भनेर जाऊ न यिनीहरुको यो स्यासम्मको राइड एकदमै राम्रो भयो अनि एकदम मजासँग रमाइलो गर्दै फोटो भिडियो खिच्दै आयो है एन्ड आवर स्टेज यही अगाडिको सेन्टिङ जस्तो हामीले हाम्रो स्टेज हो एन्ड आवर स्टेज ल अनि आजको हाम्रो स्टेज चाहिँ यही 1 मिनेट अगाडिको वाकको ठाउँमा एउटा नार्स्याङ कम्युनिटी कटेज भन्ने छ अनि द रिजन हामीले लोवर पिसाङको साथ अप्पर पिसाङ चुज गरेको चाहिँ अनि आज अप्पर पिसाङ चुज गर्नुको कारण चाहिँ यहाँ अहिले आचार फेस्टिभल पनि चलिरहेको छ पिसाङमै हुन त अब यहाँबाट मनाङ त्यस्तै 20 मिनेट मात्रै छ तर भोलि फेस्टिभल पनि अब्जर्भ गर्ने हिसाबले चाहिँ आज हामी यहाँ स्टे गर्दैछौँ अनि वाइ नट लोवर पिसाङ भन्दाखेरि चाहिँ फर भ्युज डेफिनेटली यहाँबाट हिमालहरू पनि एकदमै राम्रो देखिन्छ अनि एक त अर्ली के अरे माथि माथि डाँडातिर भएपछि रमाइलो पनि हुने गयो बाहिरतिर यसो निस्केर हेर्न त्यही हो थ्याङ्क यू अब हामी माथि जान्छौँ अनि खाजा खान्छौँ अनि सिक्छौँ दामी दामी क्याप्टेन फाइनली अप्पर पिसाङ होइन त माथि हिमाल हेर्नु टक्क लाएर हिउँ पनि अलि हल्का फुल्का रहेछ उयो चाहिँ लोवर पिसाङ रहेछ हामी चाहिँ अप्पर पिसाङमा है त अझै स्टे गरिन्छ त्यही हो खतरा आज अफ रोडिङ गरेर आइयो है एडभेन्चरस राइड भनौँ न वाइल्ड रुख छ है यत्रो ठुलो तपाईँ रुख त सबै आधी केही छ नाङ्गो
मान्छेहरू कति मऱ्यो कति होला ल हाम्रो अब रमाइलो सुरु हुन आँट्यो है अति भएपछि के भारत अप्पर पिसाङमा है डिनर जमाते जाँदै हामी पहिला पहिला टक्क लगाएर गर्दै हामी छाडा बोल्नु पहिला अर्ग्यानिक यो चाहिँ बेलुकाको भ्यू हाम्रो होटेल स्विट होम डिनर पनि गरियो अब मजाले सुतिन्छ आज लास्ट थकिन्छु आज सब केटाहरू पनि थकाइला छ आज मस्त सुतेर भोलि चाँडै उठेर एक्सप्लोर गरिन्छ है त आजको यो डे 2 भिडियो पनि यही एन्ड अप गर्छु है त अर्को डे 3 को भिडियोमा भेटौँला ओके बाई बाई